नमस्कार। यो चाहिँ चितलाङको भेडा। वास्तवमा चितलाङमा अहिले रहेको बाख्रा विकास फर्म चाहिँ त्यो 2001 सालमा राणाकालमा खोल्दाखेरि चाहिँ भेडा विकास फर्मको हिसाबले खोलिएको ठाउँ रहेछ। पछि नुवाकोटमा भेडाको कार्यक्रम नुवाकोट गएपछि त्यहाँ बाख्राको कार्यक्रम चलेको रहेछ। अहिले फेरि पछिल्लो समय चाहिँ भेडाको अध्ययन अनुसन्धानका लागि पनि यहाँ काम हुँदो रहेछ। यो विद्यार्थीहरूका लागि, किसानहरूका लागि अध्ययन गर्न, सिक्न उपयुक्त थलो रहेछ। त्यहाँ पुग्दाखेरि देखेको भेडाको दृश्य हो यो। राम्रोसँग पालिएको छ। सिक्न चाहनेहरूको लागि उपयुक्त थलो रहेछ यो। यो राज्यले लगानी गरेको किसानहरूको हितको लागि यो असाध्यै व्यवस्थित लाग्यो मलाई। यो चितलाङमा रहेको भेडा फर्म गजब छ यो। त्यहाँ पुग्नुभयो भने तपाईले पनि यसो अवलोकन गर्नुहोला। यहाँ चाहिँ यो विषयसँग अध्ययन गर्ने, अनुसन्धान गर्नेहरूको लागि उपयुक्त थलो रहेछ। गजब लाग्यो। मैले देखेँ, केही भिडियो खिचेँ र यहाँहरूले पनि यसो हेर्नुहोस् भनेर यो भिडियो राखेँ। चितलाङको भेडा फर्म गजब छ।